बाइबलले हामीलाई सिकाउँछ हामी स्वतन्त्र भएर जिउनको लागि बोलाइएका हौँ। तर यो स्वतन्त्रता पाप गर्नको लागि होइन, बरु प्रेमको साथ एक अर्काको सेवा गर्नको लागि हो। यदि हामी रिस, ईर्ष्या, घमण्ड र स्वार्थपनमा फस्यौँ भने हामी आफै नष्ट हुन्छौँ। त्यसैले आफ्नो शरीरको खराब इच्छा अनुसार होइन, पवित्र आत्माको बाटोमा हिँडौँ, किनभने खराब इच्छा र पवित्र आत्मा सधैँ एक अर्काको विरुद्धमा हुन्छ। जब हामी आत्माको बाटो रोज्छौँ, हाम्रो जीवनमा सुन्दर फलहरू फल्न थाल्छ। ती हुन् प्रेम, आनन्द, शान्ति, धैर्यता, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम। जसले ख्रीष्टलाई पछाउँछ उसले आफ्नो सबै नराम्रो इच्छाहरू त्याग्दिन्छ। त्यसैले आउनुहोस्, घमण्ड र डाहालाई छोडेर आजैबाट पवित्र आत्माको अनुसार जिउन सुरु गरौँ।